नमस्कार सम्पूर्णमा यहाँ हेरिरहनु भएको छ हजुरहरूले टासी टाइम्स हेरेर बसिरहनु भएका हाम्रा सम्पूर्ण दर्शकवृन्दलाई म न्यानो अभिवादन जनाउँदै यहाँ हेरिरहनु भएको छ हजुरहरूले बुलाकी इन्टरटेनमेन्ट र मुख्य फिल्म्सको प्रस्तुतिमा आज एउटा नेपाली चलचित्र मेरो जुत्ता खोइ र त्यसका निर्माता हुनुहुन्छ श्री अभय अधिकारीज्यू अनि प्रितम मुखियाज्यू र यो कुमार केसीद्वारा निर्मित फिल्म छ र त्यसमा कुराकानी गरौँ। त्यसै क्रममा हुनुहुन्छ श्री अभय अधिकारीज्यू यस फिल्मका निर्माता। हजुर सबैलाई नमस्कार। हामीले यो आउँदो जनवरी 2 तारिक यो मुभीलाई अल इन्डिया रिलिज गर्न गइरहेछौँ र आज देवकोटा सङ्घमा हामीले यसको टिजर लोकार्पण गऱ्यौँ र आशा गर्छौँ हामी तपाईहरु सबैलाई यो चलचित्र राम्रो लाग्नेछ, यसलाई माया गर्नुहुनेछ। हामी साथमा आज यहाँनिर हामी सबै कलाकार लगायत निर्माता अनि निर्देशक एडिटर सबै भेला भएको छौँ र उहाँहरु तर्फबाट यस पिक्चरमा यसको खासियत के छ यसको बारेमा म अलिकति हाम्रा निर्देशक कुमार केसीज्यूलाई 2-4 शब्द भनिदिनु भनेर अनुरोध गर्दछु। सबैलाई नमस्कार। म कुमार केसी अनि मेरो जुत्ता टिमबाट हामीले यो हाम्रै गाउँठाउँ हाम्रै भनौँ आँगनको सिनेमा बनाएको छौँ, जसमा चाहिँ तपाईँलाई यो सिनेमा हेर्दाखेरि आफ्नै घरको जस्तो लाग्छ। एकदमै हाम्रो परिवेश, हाम्रो इन्डियन परिवेश छ। भन्दा पहिला हामी इन्डियन नेपाली हौँ, हाम्रो इन्डियन परिवेशमा बनेको छ यो मुभी र दार्जिलिङकै कथा, एउटा यस्तो मान्छेको कथा जो चाहिँ भन्छ नि नेपालीमा अफेरमा फलेको फर्सी हुन्छ नि, त्यस्तो मान्छेको कथा क्या। एउटा जुत्ता हराउँदा चाहिँ तपाईँको घरदेखि लिएर घरमा अशान्ति, गाउँमा अशान्ति, सबैतिर अशान्ति। जुत्ता चाहिँ किन हरायो, के कारणले हरायो, त्यो जुत्ता पछि चाहिँ के छ, त्यो चाहिँ हजुरहरू 2 तारिक दिन आएर हजुरहरूको छेउकै सिनेमा हलमा हेरिदिनु होला। र तपाईँहरूलाई एउटा रिक्वेस्ट के गर्दैछु भने हामीले यो लोकल बनाएको मुभी हो। यो मुभी हाम्रो त्यही स्तरीय छ जो तपाईँहरूले नेपालबाट जुन मुभीहरू आउँछ त्यही स्तरीयको मुभी छ। तपाईँहरूले एकचोटि हामीलाई पनि हेरेर हामीलाई पनि हौसला बढाइदिनुहोस्। भोलिको दिनमा हामी अझै काम गर्नु पाऊँ। हामी 90% नै तपाईँको यहाँबाट हाम्रै कलाकारहरू लिएको छौँ। हाम्रो आज तपाईँहरूले आएर हाम्रो मुभीलाई माया गरिदिनु भयो भने भोलिको दिनमा अझै कलाकारहरू, अझै मेरा भाइ बहिनीहरू जस्तो अब आज हामीले सानो उमेरमा भनौँ न 22-23 वर्षको 25-26 वर्षको उमेरको हाम्रो एडिटर लिएको छौँ। हाम्रो अब के भन्छ त्यस्तै गरेर सानो सानो भाइहरू लिएर हामीले एउटा टेक्निसियन राम्रो टिम बनाएको छौँ। अब भोलिको दिनमा तपाईँहरू आएर माया गरिदिनु भयो भने त्यो भाइहरूले पनि फेरि काम पाउँछ। हाम्रो अझै साथीहरूले, मेरा जति पनि अब नानीहरूले सबले काम पाउँछ। र तपाईँहरूसँग एउटै रिक्वेस्ट छ मेरो, 2 तारिक आएर हाम्रो मेरो जुत्ता खोइ हेरिदिनुहोस्। जुत्ताभित्र चाहिँ के छ हजुरले एकपल्ट मजाले थाहा पाउनुहुन्छ, राम्रो इन्जोय गर्नुहुन्छ। तपाईँलाई यस्तो लाग्छ कि कहीँ मेरै घरको कथा त होइन, कहीँ मेरै गाउँको त्यो अब्जर्भ मान्छे त होइन भन्ने कुरा थाहा छ। र हजुरहरूलाई एउटा यो पक्रेको छु 10 औली जोडी म रिक्वेस्ट गर्छु, हजुरहरू एकचोटि आएर चाहिँ मेरो जुत्ता खोइ भन्ने चाहिँ हेरिदिनुहोस् प्लिज। सर एउटा महत्त्वपूर्ण क्वेसन छ हजुरलाई। मेरो जुत्ता खोइ नै शीर्षक राख्नुको कारण र यो चलचित्रको कहाँ सुटिङ गरिएको छ? शीर्षक राख्नुको कारण धेरै छ हजुर, म तपाईँलाई यहाँ बयान गर्न सक्दिनँ। अब मैले त्यो बयान गरेँ भने हजुर भोलि चाहिँ तपाईँ पनि नआइदिनु होला, रिजेक्ट यता गऱ्यो भने होइन। र यसको सुटिङ चाहिँ सर हामीले मिरिकदेखि लिएर तपाईँको हाम्रो लोकल अनि अलिकति नेपालसम्म गरेको छ। धन्यवाद सर। र म यसै क्रममा हाम्रा धेरै समयदेखि सिलगढी भूभागबाट धेरैवटा चलचित्र बनाइसक्नु भएको छ हाम्रै कलाकार राजु शशाङ्करजीलाई पनि यस हुन त हाम्रै मुभीमा उहाँको एउटा पात्र छ र केही भनिदिनु हुने अनुरोध गर्दछु। नमस्कार, म कलाकार राजु शशाङ्कर र विशेष निर्माता अभय अधिकारीज्यू अनि निर्देशक कुमार केसीज्यूको यो फिल्म मेरो जुत्ता खोइ र विशेष गरेर त्यसमा मेरो एउटा सानो भूमिका रहेको छ र तपाईहरुलाई यस मुभीले के कस्तो
प्रभाव पार्न जान्छ। तर जुन एउटा एक्सन, एउटा सानो एक्सन छ त्यसमा तपाईँहरू हाँस्नु पनि हुन्छ, रमाउनु पनि हुन्छ। र मेरो जुत्ता खोइ भन्नाले अब प्रत्येक मान्छे, हामी गोर्खाली जातिको प्रत्येकले नै केही न केही चिज खोजिरहेकै छौँ अझैसम्म हामी है। र त्यस विषयमा पनि सायद होला त्यो दिन चाहिँ तपाईँहरू 2 तारिकको दिन आएर, जनवरी 2 तारिक आएर नव वर्षको सौगात स्वरूप मेरो जुत्ता खोइ हामी लिएर आएका छौँ। र जनवरी 2 तारिकको दिन आएर जुत्ता पाउनुहुन्छ कि हुँदैन त्यो चाहिँ तपाईँहरूले आएर हेरिदिनु होला भन्ने म सम्पूर्ण दर्शक महानुभावलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। एकैछिन सुक्षेन्द्रज्यू, हजुरले पनि यस सन्दर्भमा अलिकति सुक्षेन्द्रज्यूले पनि 1-2 शब्द बोलिदिनु हुने अनुरोध गर्दछु। तपाईँ सल्लाहकार चलचित्रको। नमस्ते सम्पूर्ण दर्शकहरूलाई। अनि म कलाकार सुक्षेन्द्र थापा र यही आउँदो नयाँ सालको उपहार मेरो जुत्ता खोइ सारा भारतभरि रिलिज हुन गइरहेछ। र सम्पूर्ण हाम्रा गोर्खे दाजुभाइ, दिदीबहिनी, आमा बुबा, सम्पूर्ण गोर्खे सन्तानहरूलाई म यही बिन्ती चढाउन चाहन्छु कि हजुरहरूले माया गरिदिनु होला। यस फिल्मलाई हेरेर हजुरहरूले यसको मनोरञ्जन लिनुहुन्छ भन्ने म आशा राख्दछु। थ्याङ्क यू। एउटा प्रश्न छ है, हजुरले यस फिल्ममा जब हजुरहरूले जब यो यसलाई थाल्नुभयो है, यसको कार्यलाई गर्दा कतिको कठिनाइ हजुरहरूले? अवश्य तपाईँको यो तपाईँको कुनै पनि फिल्म सुटिङ भन्नाले म पनि के भन्न चाहन्छु भने फिल्म सुटिङ भन्ने त्यति इजी छैन क्या, एकदमै गाह्रो छ। सानो एउटा म्युजिक भिडियो, 3 दिनको म्युजिक भिडियो गर्दा पनि मान्छेले कति कठिनाइ पर्छ त्यो कलाकारहरूले नै थाहा हुन्छ। अनि हाम्रो टेक्निसियनहरूलाई थाहा हुन्छ कति कुरो उहाँहरूले मेहनत गरेको हुन्छ। त्यो तपाईँको यो फिल्म लगभग 1 महिनाको सुटिङ थियो। यो सुटिङ गर्दा यसमा एकदमै मेहनत पऱ्यो। एकदमै धेरै टाढा टाढा पनि नेपालभरि, नेपाल साइडदेखि इन्डियाको हाम्रो यही सिलिगुडी, नर्थ बेङ्गल क्षेत्रमा सुटिङ गरिएको छ। एकदमै राम्रो भएछ, एकदमै कठिनै पर्छ। थ्याङ्क यू। धन्यवाद सर। यहाँ यस पिक्चरका है जसको चाहिँ साँच्चै नै जुत्ता हराएको र जसको जुत्ताको खोजीमा चाहिँ हामी परिरहेछौँ, उहाँ लनमदुर्जे लामा हुनुहुन्छ। उहाँ आएर सबैको जुत्ताको बारेमा अलिकति केही भनिदिनु हुने अनुरोध गर्दछु। नमस्ते, नमस्कार। म लनमदुर्जे लामा। म यो आउँदो 2 तारिक, जनवरी 2 तारिक 2026 को दिन यो अल इन्डिया बेसिसमा फिल्म रिलिज भइरहेको छ। र यहाँहरूलाई आएर यो जुत्ता खोज्नुमा चाहिँ अवश्य तपाईँहरूले मलाई मद्दत गरिदिनु होला। मलाई होइन, हाम्रो टिमलाई मद्दत गरिदिनु होला। यो तपाईँहरू बिना यो जुत्ता पाउने सम्भव पनि छैन। तपाईँहरू आएर अवश्य हेरिदिनुहोस् र यसको मजा लिनुहोस्। र हामी सबै मिलेर चाहिँ यो जुत्ता खोज्ने कोसिस गर्नु होला। कहाँ लाग्छ त्यो पनि भन्नु। यो लाग्छ तपाईँको सिटी सेन्टर, आइनोक्स, भेगा मल, गान्तोक, दार्जिलिङ, त्यहाँदेखि अरू के अरे खरसाङ, अल ओभर, मतलब अहिले अल ओभर इन्डियामा छैन, कतिवटा यी उसमा क्षेत्रीय उसमा चल्ने भएको छ। दार्जिलिङ, कालिम्पोङ, त्यस पश्चात हामी अल ओभर इन्डियामा जाँदैछौँ। र उहाँ डिमान्ड भइरहेको छ र हामी यहाँ देखाइसकेर चाहिँ उहाँ जाने कोसिस गरिरहेको छ। अब एउटा सानो है, यो मुभी जबदेखि सुरु भयो है, त्यति बेलादेखि जुन कलाकार हाम्रो साथमा र सल्लाहकार भएर हामी साथमा रहनुभएको थियो, म उदय छेत्रीज्यूलाई यसको बारेमा अलिकति 2-4 शब्द भनिदिनु हुने अनुरोध गर्दछु। नमस्कार सबैलाई। यहाँ यो पिक्चर है हाम्रो साथीभाइहरूले एकदम प्रयासले, धेरै दुःखले, कष्टले बनेको पिक्चर हो। यो हाम्रो म्याक्सिमम् सुटिङ दार्जिलिङ डिस्ट्रिक्टमै छ है। यहीँको कलाकारहरू, गाउँघरकै कलाकारहरू मिलेर है आफ्नो प्रयासले बनाएको पिक्चर हो। कृपा गरी सबैजना आइदिनु होला। हाम्रो नयाँ कलाकारहरूलाई प्रोत्साहन गरिदिनु होला। यही अनुरोध गर्दछु तपाईँहरूलाई। धन्यवाद। हवस् त, सबै मिलेर हामी सबैजना आउँदा एकपल्ट सबैजना मिलेर 2 तारिकको लागि हाम्रो अझ एकजना
भाइ जो उहाँ पनि कलाकार हुनुहुन्छ यस मुभीमा र उहाँले कतिवटा जग्गाको डिस्ट्रिब्युसनको भार पनि लिनुभएको छ। चन्द्रमणि प्रधानज्यूलाई 2-4 शब्दमा दिनुहुन्छ। नमस्कार सम्पूर्णलाई, म चन्द्रमणि प्रधान, यहाँ सरले भनिहाल्नुभयो र विशेष आज 25औँ रजत जयन्ती भारतीय गोर्खा परिसङ्घको सिलगढीको यो देवकोटा भवनको प्राङ्गणमा भइरहेको छ, हजुरले देखिरहनु भएछ। र मलाई चाहिँ एउटा के याद आयो भन्दाखेरि चलचित्र विषयको कुरा गर्दा चाहिँ 1990 को दशकमा जसरी 93 साल हो 13 जुलाई भानु जयन्तीको जन्म उत्सवको दिन मैले सुनचरी समाचार नेपाली गोर्खा दैनिक भारतभरि वितरणको लागि म लागि परेको थिएँ र सँगसँगै त्यहाँ मेरा गुरुहरू हुनुहुन्थ्यो। त्यसताका यो भारतीय गोर्खा परिसङ्घका संस्थापक माननीय श्री बुद्धिमान प्रधान बमप मेरै बाबा, सँगसँगै श्री सेके श्रेष्ठ सर मेरै काका, सँगसँगै यसका प्रथम प्रधान सम्पादक हुनुहुन्थ्यो डाक्टर कुमार प्रधान मेरै मामा। र आज चाहिँ विशेष यहाँ तपाईँले जुत्ता जुन चाहिँ देख्नुहुन्छ त्यसता 93 सालमा हामीले नेपाली चलचित्र भारत प्रचार गर्दाखेरि तृष्णा सम्पत्ति हामीले 2 से 3 महिना हामीले लागेको थियो। घुइँचो माथि हाम्रो खरसाङको प्लाजा थिएटर हलमा, बागडोराको हलमा, हाम्रो यो नक्सलबारीमा, डुवर्सतिर, भारतको अन्य प्रान्तमा पनि है। र त्यसरी नै म हजुरहरूको च्यानलद्वारा त्यस तक त मिडिया यस्तो थिएन पनि, आजको दिनमा डिजिटलको युग छ, हजुरहरूको हातमा एउटा सबै कुरो हुने सम्भावना छ भने यो मेरो जुत्ता खोइलाई पनि देश विदेशसम्म पुर्याइदिनु हुन भने म यो तपाईँहरूको माइक्रोफोनबाट भन्न चाहन्छु। म एउटा यसको वितरण साथै मिडिया सेलमा पनि छु। र अर्को कुरा चाहिँ अन्तमा के भन्छु भन्दाखेरि अघि यहाँ सरहरूले जुन चाहिँ कुरो सम्बोधन गर्नुभयो हाम्रो चलचित्र लोकल भनेर, मेरो एक्सपिरिमेन्स मेरो अनुभवमा चाहिँ भन्छु हामी लोकल होइनौँ, हामी ग्लोबल हुनुपर्छ। र हाम्रो यो भारत प्रान्तबाट दार्जिलिङ जिल्ला अन्तर्गत सिलगढीको नगरबाट यो जन्मेको गुलाबी इन्टरटेनमेन्ट मुख्य फिल्म्सको यो प्रस्तुति यो भारतमा त होइन, आउँदो दिनहरूमा जस्तै विश्वको तपाईँको अस्ट्रेलिया, जापान है, बर्मा, युरोपसम्म यसको जाने मेरो हातबाट जाने भन्ने पूर्वानुमान म तपाईँहरूले यसबाट गर्दैछु। र आगामी 2 तारिक हुने यस चलचित्रको सिटी सेन्टर हाम्रो सिलगढीको ठुलो मल हो, सँगसँगै भेगा सर्कल मल, सँगसँगै गान्तोक सिटीमा पनि लाग्छ भने मेरो काम छ भारतको हिमाचल प्रदेश तिजु दिनको लिएर भाग्सु जम्मूको गोरखनगरसम्म लाग्ने मेरो यो अहिले मैले आज दिनको नै रुट म्याप यस मञ्चबाट गरेको छु। र अहिले तपाईँहरूले केही छन् यसको टेलर देख्नुहुनेछ, यसको अरू अन्य कुरोहरू देख्नुहुनेछ भन्दै मेरो वक्तव्य यहीँ एउटा प्रश्न छ है, हजुरले जुन भन्नुभयो इन्डियाको कुना कुनामा तपाईँले पठाउँछु भन्नुभएको छ है, यो पुरा प्रान्तमा डिस्ट्रिब्युसन गर्नु कतिको कठिनाइ हो? अच्छा, यो कुरो तपाईँलाई म हेर्नुहोस्, जसरी तपाईँहरूको च्यानल मार्फत कुनै पनि कुरा विश्वबाट कुनै न कुनैले हेरिरहेकै छ त भने हाम्रो चलचित्रलाई चाहिँ त्यो ठुलो पर्दामा पुर्याउने त्यसको जुन भूमिका रच्नुपर्छ, जस्तै यहाँ हामीले सिटी सेन्टरमा लगाउँदैछौँ त्यसको लागि कति भूमिका रच्नु पर्दैछ, अन्य हाम्रो साथीहरूको चलचित्रले पनि कति भूमिका रच्नु पर्यो है त्यस हलसम्म पुग्नुको लागि। किनभने कथामा यस्तो छ जो चाहिँ समाजलाई चाहिने आउँदो दिनहरूमा हाम्रो भाइ युवा पिँढीलाई चाहिने वस्तुहरू त्यसमा छ भने हामीले चाहिँ मेरो जुत्ता खोइ चाहिँ प्रथम दिनको अन्त समय व्यङ्ग्यात्मक रूपमा समाजलाई दिने एउटा हामीले सुसन्देशमूलकहरू, अर्ग्यानिकमूलकहरू हामीले ल्याएको छौँ। र विदेशमा जुन चाहिँ चल्नु भन्ने कुरो छ, हाम्रो भारतमा भन्दा सायद विदेशमा हाम्रा नेपाली भाषी गोर्खा जातिहरू सायद छरिएर बसेको छ। उनीहरू चाहन्छ कि हामी युकेमा बसेर हेर्नु पायौँ हुन्थ्यो, युरोपमा बसेर हेर्नु पायौँ हुन्थ्यो, युट्युबमा त हामी अहिले हाल्नु सक्दैनौँ। किनभने युट्युबमा हेर्नु र ठुलो पर्दामा हेर्नु जस्तो मजा चाहिँ स्वाद चाहिँ त्यो पाइँदैन। त्यसैले आउँदो दिनहरूमा विश्वको प्रख्यात भन्ने चाहन्छु र हामी ग्लोबल हुनुपर्छ भनेर यस माइक्रोफोनबाट म भन्दैछु। धन्यवाद। हुन्छ, एकपल्ट हामी सबै मिलेर मेरो जुत्ता खोइ भने सबै टिम मेम्बर सबैजना आउनु पऱ्यो। एकपल्ट दाजु सल्लाहकार हुनुहुन्छ हाम्रो बिबी विश्वकर्मा दाजु, उहाँबाट पनि 1-2 शब्द बोलेर चाहिँ तपाईँले सुरु गरिदिने होला मेरो जुत्ता खोइ भनेर, अनि हामी सबैले मेरो जुत्ता खोइ भन्छौँ है। प्रथमपल्ट त मेरो जुत्ता खोइ, भन मेरो जुत्ता खोइ, मैले
कुनामा राखेको थिएँ त्यो जुत्ता कहाँ पर्यो भन खोजिदेऊ न हो मेरो जुत्ता खै कुन हलमा पुगेको छ नेपेले कहाँ राख्यो यहाँ हुनुहुन्छ है हाम्रो ल त हुन्छ मेरो जुत्ता खोजिदिनुको निमित्त यो मेरो जुत्ता खै नेपाली चलचित्र बनिएको छ यो भित्रको कथा यो भित्रको व्याथा के छ कसो छ तपाईँहरू आफै हलमा गएर हेरेर बुझ्नुहुनेछ तपाईँहरू आफैले निर्गोला गर्नुहुनेछ र यो मेरो जुत्ता खै भित्र धेरै मोचाहरू छन् धेरै तथ्यार्थहरू छन् यो सबै बुझिदिने तपाईँहरूले चेष्टा गरिदिनुहोस् आउनुहोस् 2 जनवरीदेखि मेरो जुत्ता खै समस्त भारतमा रिलिज भइरहेको छ मेरो तर्फबाट मेरा जुत्ता खैका समग्र टोलीलाई अग्रिम शुभकामना भन्दै हाम्रा प्रिय दर्शकहरूलाई अभिनन्दन व्यक्त गर्दै आह्वान गर्छु सबैले आएर हेरिदिनुहोस् धन्यवाद तपाईँको तर्फबाट पनि तपाईँको तर्फबाट भन्नु मेरो सानो भूमिका छ यसमा सम्बोधन गरौँ भाइ सम्पूर्णलाई यो भन्न चाहन्छु कि यो मुभीमा मेरो पनि एउटा सानो भूमिका छ सम्पूर्ण आइदिनु होला हेरिदिनु होला हामीलाई माया गरिदिनु होला है त मेरो जुत्ता मेरो जुत्ता